आज एक किलो गयो कसरी दाइसँग पैसाको काम हाल्ने भयो राजु दाइ पनि हुनुहुन्छ ल माटङ त भोलि लिएर भनेर पिटाउँछ अबे मजा आएगा ना भिडो मजाक नगर्नु त हजुर त्यो मलाई सिकाउनु भएको कस्तो ल म त यो सिडी क्यामेरा दिनु म त फेरि हामी त जे पनि प्रुफ मलाई नै अघि पीडा पाउनु भएको थियो क्या ल प्रुफ पनि ल ट्याक्क कम्पनीभित्र छिरेसी ढाममा हातमा 1000 रुपियाँ पैसा नआएर बाबु 6000 थियो मेरो पनि कति छ 6000 त खानी बुढो 6000 7000 त्यो त कडक नोट थियो के नै भाग दिने पैसा मात्र देखाएको तिमीलाई त के चिक्ने यो त साउले दिएको होइन पैसा यो त चिक्ने साउले दिएको पैसा अघि यस्तै 1000 एउटा तिमीलाई दिएको एउटा मन आएको पैसा त्यो 100 रुपैयाँ दिने क्या पैसा भन्ने चिज समाति हाल्नु पर्छ अनि गोजीमा जानी मैले के थाहा त नि अनि माथि गएर चढेर हेरे भेटेन त अनि म दिएकै वगेर पैसा लौ भनेर दिएको खोल्टीमा हाल्नु भने हाल्दिएको पनि आउँदैन कसम म त आउँदैन हजुर दिन्छु भन्नु त म त उचाइबाट बाटो रे राजु दाइ राखले दिएछ गएर पैसा दिन्छु के दिनु म साबर दे म दिन्छु भनेर आएको न त म त उचाइबाट फोन गर्न आएको दाइ पैसा हरायो गोजीमा राखेको भेटेन राजु दाइ पनि हुनुहुन्छ ल माटङ त भोलि लिएर भनेर पिटाउँछ तिमीलाई दिन्छु नदिने छ के यार 1000 को दिनाले अघि राखेको हरकत देखेको पसमा 1000 रुपैयाँ छ यार मलाई शंका लाग्यो मलाई आफैलाई विश्वास लागेर तिम्रो पैसा हरायो भगवान कसम यार हरायो गोजी कसम खसो भन्छ कसम म त्यही भएर सिरियसली छैन मलाई आफैलाई विश्वास लागेर तिम्रो पैसा हरायो मलाई म आफैले गोल्टीमा हाल्दिएको अनि कसम छैन भाग तमा बच्नु कसरी दाइसँग पैसाको काम हाल्ने भयो प्रुफ बला बला पाखा पैसा आइ कस्तो झुक्काउने हो र अहिले फोकटे अहिले लास्टमा म आफै हाँस्नु पर्दैन हाँस्ने नहुने भयो राजु दाइ हाँस्नै नहुने भयो हाँसेछु मैले म आफैलाई विश्वास लागेर म आफैले खोल्टीमा हालिदिएको त तिम्रो पैसा तलै गएर बनाउँछु मैले म आफैले तिम्रो खोल्टीमा हालिदिएको कि भन पैसा यहाँले उहाँको वारको ज्याकेटमा बाटोमा फर्केन बाइकवालाकोमा मैले तिमीलाई टिचर नोट 1000 को नोट दिएको भने देखाएको होइन यस्तरी हाल्दिएको न तेरो अगाडि यस्तरी लिभर दिँदा फेरि यस्तरी हाल्दिनु मैले नि देखेको थिएँ कि यस्तरी हालेको क्या हाँसेर भनेको भएर विश्वास गरेको छैन मलाई विश्वास लागेन तिम्रो पैसा हराएको भनेर तिमीलाई फोन गर्दाखेरि पैसा हरायो भन्छ म सोचेँ मजाक गरे होला भनेर गोजीमा कसो गोजीमा गयो क्या 1000 को नोट मैले गोजीमा हाल्दिएको मेरो गोजीबाट खस्यो कसो गोजीमा गयो आज बिरत्तै पारेछ यता भनेको थाहा छ 1000 रुपियाँ दिन्छु भनेर भत्तै जाने भन् त यार त्यतिकै मजाक गरेको होला त्यही भएर अब म दिन्छु भनेको खै कसम आजको टिप फ्री भयो गोजी कसम खसो खसै कसो आफैले किन त्यतिकै नत्र म किन तिमीलाई दिन्छु भन्थेर त्यतिकै म त फोन गर्न लाग्थेँ हामी यहाँ कति बनगढीसम्म हरायो दाइ गोजीमा राखेको ज्याकेटमा राखेको कता खस्यो भेट्दै भन्नु पर्यो 1000 रुपैयाँ आउनु लाग्यो बनगढीसम्म कुरा गर्दै आएको हामी त होइन अझै मलाई त अझ के भने त्यतिकै मजाक सिरियस मजाक भन्नु त्यही भएर हरेर बोलाएको सिरियसमा सिरियस फर्स्ट टाइम हरायो हुँदैन तपाईँको त अस्ति पनि गोपीले निकाल्दै थियो यार आज गोपी त आएको थिएन पनि
यो त मुसमा थियो च्यान लाएको रहेछ कि च्यानबाट खस्यो कि चेन लगाइदिन पर्ने हो कि अङ्कल हजुरले नि होइन सबै लगाइदिन पर्ने मैले खोल्टीमा हाल्नु मुसमा थियो होला मोबाइल झिक्दाखेरि मैले ख्याल गरेन कि म भाषा यस्तो लोडर लगाएर आएको यहाँ हेर्नुहोस् भ्यू भ्यू हेर्नुहोस् भ्यू हेर्नुहोस् हाँसेको विश्वासै गराएको मैले सोचेँ त्यतिकै मजाक गरेँ भनेर त्यही भएर अब म दिन्छु भनेको अब हजुरले सोध्नु भयो यिनले अब पैसा यस्तो गरौँ उहाँ दुईजना आउनुहुन्छ हामी दुईजना निस्किन्छ त्यहाँ फेरि एकैचोटि चावडा गाडी देखाउँ त्यो साला अर्को खोलाको रोक्छ फेरि अहिले मजाक गरेर आज म दिन्छु आऊ भनेको म त त्यत्तिकै भने होला भनेर पो भनेको त क्या सिरियसली भन्छु र तिमीलाई मैले मार्केटले 1000 1000 रुपियाँ रुपियाँको खेल पैसा हरायो हामीसँग माग भनेर आइहाल्छ नि त्यही माग सापट्टि गरेर साथीहरू भने रञ्जितसँग हुन्छ रञ्जित गुरुसँग मागेर आयो ल साथी त राख्न ल है बाई बाई गरेर भन्नुभयो कि रञ्जित